तुलसीपुर उपमहानगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको आधुनिकीकरण, उत्पादन लागत न्यूनीकरण र किसानको आय आर्जन वृद्धि गर्ने उद्देश्य सहित 50% अनुदानमा कृषि सामग्री वितरण गरेको छ। कृषि विकास शाखा तथा पशु सेवा शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा कृषकहरूलाई स्याप कटर, दाना पिस्ने मिल तथा मल्चिङ प्लास्टिक वितरण गरिएको हो। कार्यक्रम कृषि समिति संयोजक लक्ष्मण चौधरीको अध्यक्षता, नगर प्रमुख टीकाराम खड्काको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्देको विशिष्ट आतिथ्यतामा भएको हो। वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत पशु सेवा शाखा मार्फत 18 जना किसानलाई च्याप कटर र 5 जना किसानलाई दाना पिस्ने मिल 50% अनुदानमा वितरण गरिएको छ। त्यसैगरी कृषि विकास शाखा मार्फत 83 जना किसानलाई 220 वटा मल्चिङ प्लास्टिक उपलब्ध गराइएको छ। कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख टीकाराम खड्काले आधुनिक कृषि प्रविधिको प्रयोग, उत्पादन लागतमा कमी तथा व्यावसायिक पशुपालनको विस्तारका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले स्थानीय सरकारले यसअघि हाते ट्र्याक्टर वितरण, सुत्केरी पशु सहायता किट, घर दैलोमै पुगेर रोगी पशुको उपचार सेवा लगायतका कार्यक्रम सफलतापूर्वक सञ्चालन गरिसकेको उल्लेख गर्दै आगामी वर्ष किसान मैत्री थप नवीन कार्यक्रम ल्याइने जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत केशवराज पार्देले स्थानीय सरकारको सहयोग केवल वस्तुगत अनुदानमा सीमित नभई प्राविधिक सेवा, बाली व्यवस्थापन, माटो परीक्षण, उत्पादन वृद्धि र पशु स्वास्थ्य सेवा समेत विस्तार गर्ने दिशामा केन्द्रित रहेको बताउनुभयो। सबै भूगोलमा एकैपटक पुग्न नसकिए पनि किसानको गोठ र खेतमा सेवा पुर्याउने प्रयास निरन्तर जारी रहेको उहाँको भनाइ थियो। उहाँले आगामी वर्ष किसानको गोठमै पुगेर पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने पुराना कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ कार्यक्रम समेत थप गर्ने योजना रहेको जानकारी दिनुभयो। पशु सेवा शाखाले उल्लेखनीय उपलब्धि हासिल गरे पनि कृषि शाखामा पर्याप्त जनशक्तिको अभावका कारण अझै धेरै काम गर्न बाँकी रहेको उहाँले बताउनुभयो। तुलसीपुर 15 का किसान कृष्ण प्रसाद आचार्यले प्राप्त कृषि सामग्रीले श्रम र समयको लागत घट्नुका साथै उत्पादन वृद्धि गर्न महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। तुलसीपुर 11 का किसान नवराज रावतले पालिकाको अनुदान कार्यक्रमले व्यवसाय खेती र पशुपालनमा ठूलो राहत मिलेको प्रतिक्रिया दिनुभयो। कृषि समिति संयोजक लक्ष्मण चौधरीले वितरण गरिएका उपकरणले पशु आहार व्यवस्थापन, घाँस तथा दाना प्रशोधन, कृषि उत्पादन संरक्षण र आधुनिक खेती प्रणालीलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो। पशु सेवा शाखा प्रमुख डाक्टर मनोज कुमार ओलीले कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकरण तथा किसानको आय आर्जन वृद्धि गर्ने लक्ष्यसहित यस्ता अनुदानमुखी कार्यक्रमलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिइने बताउनुभयो। कार्यक्रमको सहजीकरण कृषि शाखाका अधिकृत शङ्कर नेउपानेले गर्नुभएको थियो।